नमस्ते दर्शक ब्रेन सडाजै म फेरि हजुरको सामु उपस्थित भएको छु। अहिले भने खबाङ छौँ र खबाङबाट हामी चाहिँ डाइरेक्ट ढुल्बाङ आएका छौँ। ढुल्बाङको यो बोझो हो, साइड हरि देख्न सक्नुहुन्छ, यो बोझो हो र अलि अगाडि छ स्कुल। देख्न सक्नुहुनेछ पारितिर अब गाउँ देखिएको छ। एकजना सिस्टरले के भन्दै हुनुहुन्छ, म गाडीको बोलेरोको छतमा छु, छतबाट चाहिँ खिचिरहेको छु भिडियो। आज राति पानी परेर अलिअलि खाल्डाखुल्टीहरूमा चाहिँ हिलोहरू चाहिँ भरिएको छ। आज पानी देखिन्छ कटाकट। मौसम अलि अड्याएर छ, मौसम अलि अड्याएर गरेको छ, पानी पर्ला जस्तो छ। र पनि हामी मालिकाको यात्रा चाहिँ गरिरहेका छौँ। पारी देखिने चाहिँ ड्रुलेक डाँडो हो। ढुलेक डाँडोमा पनि हामी फेरि भ्रमण जानेछौँ र वैशाखको 1 देखि 15 गतेसम्म जाने चलन छ। अनि लसुने साग अनि लालीगुरा चेमालोहरू फुलहरूसँग फोटो खिच्ने र चन्चने सागहरू अनि लसुने सागहरू र चाल्ने सागहरू लिएर आउने गर्छन्। र पहिला हामीहरूले पनि गरिन्थ्यौँ र नगएको पनि धेरै वर्ष भइसक्यो। फेरि त्यतिर जाने जमर्को गर्नेछु। पछाडि फर्केर हेर्दा रमणीय वा चाहिँ राम्रो छ। पारीतिर देखिने असाध्यै राम्रो हाम्रो गाउँ रुम गाउँ, यसलाई भन्छ रुम गाउँ। र पारी स्कुलदेखि मात्र भवन छ र डाँडोमा देखिने
आजको हाम्रो यात्रा भनेको रुम खबाङ हुँदै दरबाङबाट मालिका पुग्ने र हजुरलाई भने बेनीदेखि मालिकासम्मको गाडीको यात्रा अनि पट यात्राको बारेमा मैले विशेष चर्चा गर्नेछु। फेरि आज हामी म्याग्दी जिल्लामा अवस्थित मालिका ढुरी एक आकर्षक पर्यटकीय गन्तव्य हो, जुन हालैका वर्षहरूमा नेपालीहरू र विदेशी पर्यटकहरू बीच लोकप्रिय बन्दै गएको छ। यो स्थान विशेष गरी पदयात्रा, प्राकृतिक दृश्य अवलोकन, धार्मिक तथा सांस्कृतिक अनुभवका लागि प्रसिद्ध छ। यहाँ मालिकाका ढुरीको यात्राको छोटो विवरण प्रस्तुत गर्न गइरहेको छु। स्थान र पहुँच अवस्थित म्याग्दी जिल्ला धौलागिरी अञ्चल गण्डकी प्रदेशमा पर्दछ। पहुँच बेनी बजारबाट लगभग 1-2 दिन लाग्दछ। पट यात्रामा पुग्न सकिन्छ। मोटर बाटो केही भागसम्म पुगेको छ, त्यसपछि पैदल यात्रा गर्नुपर्ने हुन्छ। मुख्य आकर्षकहरू प्राकृतिक सौन्दर्य, मालिका ढुरीबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण हिमशृङ्खला नजिकबाट देख्न सकिन्छ। हरियाली, डाँडा, फाँट, घना वनजङ्गलले यात्रालाई रमणीय बनाउँछ। अनि धार्मिक महत्त्व, यहाँ रहेको मालिका मन्दिर धार्मिक हिसाबले महत्त्वपूर्ण छ। विशेष गरेर दसैँको समयमा भक्तजनहरूको भिड लाग्दछ। सांस्कृतिक अनुभव बारेमा गुरुङ, मगर, अन्य स्थानीय समुदायको सांस्कृतिक झलक पाइन्छ र परम्परागत घर, पोसाक, खानपान, रमाइलो अनुभव पाइन्छ। उपयुक्त समय भनेको असोजदेखि मङ्सिरसम्म, फागुनदेखि वैशाख महिनासम्म यात्रा गर्न उत्तम हुन्छ। यी महिनामा मौसम सफा र दृश्य अवलोकनका लागि स्पष्ट हुन्छ। यात्रा गर्नु चाहनुहुन्छ भने सुझावहरूको लागि आरामदायी जुत्ता, न्यानो लुगा, पानीको बोतल, हेडलाइट टर्च र औषधिहरू अनिवार्य रूपमा लैजान सकिन्छ। सकभर स्थानीय गाइड लिएर यात्रा गर्न अझ सहज हुन्छ र यो यसको हाइट 35 सम्मको छ। धन्यवाद।
कालिकाले मात्रै भन्ने भयो कालिकाले मालिका जालिका चौह पूजा अनि यो मालिका यो जालिका यो भोग्न पर्ने यो भोग्न पर्ने उता त्यो कालिका थाना भोग पर्ने भोग पर्ने